भैँसीले त चाक फर्काइदिए त बडी केरा खाने हो केरा खाने हो केरा हाम्रो मामा घरमा कति खानेकुराको व्यवस्था छ आईको दुध खाने हो बाख्राको दुध खाने हो मल मल बोकेको स्टाइल ठट उहाँ कति वर्ष भएपछि मैले मल बोकेको थाहा छैन मलाई मल यस्तो उकालो जानुपर्ने छ मल बोक्दै त्यो तलदेखि लिइरहेको मल बाटो हाम्रो घर त्यहाँ हाम्रो घर हाम्रो मलको बारी गाउँ गाउँ स्कुल हो त्यहाँ बिहानीको घाम मेरो हालत यस्तो छ चाहिँ बेसार रोप्न ल है बेसार रोप्न मम्मी बेसार रोप्ने कार्यक्रम बस्छौँ शुद्धियो टाढो नबस्यो भने यस्तो घाम देख्न पाउँदैन बिहान बिहानै गाउँ बस्यो भने हाम्रो यो केराको बोट केरा यस्तो मिठो फल्छ तर योपालि फलेकै छैन 1 महिना अगाडि 2 महिना अगाडि फलेको थियो यत्रो यत्रो मेरो खुट्टा यसलाई हामी चाँदे भन्छ तपाईँहरू के भन्छ आइया चाँदे हो चाँदे कोदालो भन्छ है तपाईँहरूले हाम्रो चाँदे हो अब यहाँ खानुपर्छ यहाँ यो भित्र चाहिँ बेसार छ ल म बिस्तारै खोताल्छु ल त्यही त बेसार यही भित्र खाएर खोइ त यही कस्तो मम्मी त यही बेसार खै कोदालो सामान न हो कि के हो क्या भित्र साली उतो लैजाउँ न माटो कता यता बेसार ओ माई गड लोकल बेसार हो लोकल बेसार रुक्ने फाइनली 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 मैले देखाउँछु आगो बाल्ने कार्यक्रम यता म बेसार यो बेसार चाहिँ किन जमिन मुनि नै काट्छ होला त्यो चाहिँ मलाई थाहा छैन तपाईँलाई थाहा छ भने भन्नु है तपाईँले चाहेकोमा कन्ट्याक्ट गर्नुहोस् है मसँग कन्ट्याक्ट गर्नुहोस् लोकल हो लोकल बेसार हो नि आफ्नै खेतमा फेरि आफ्नै बारीमा हो नि फेरि यत्रो निकाल्यो अब यही बिउ छ नि रे त हेलो गाइज बारी खान सक्यो है सक्यो अब बेसार रोप्ने घाम आउँदैछ हो कटिन्छ गाउँ बेसार यसरी हो बेसार रोप्ने यो चाहिँ सेमी फाइनल अब फाइनल हुन्छ यो हाल्दै हुन्छ अन्त मम्मीले यसको माथि माथि यसरी यो चाहिँ किन छोपिन मम्मी शीत जान्छ यो भित्र यो छोपेपछि सक्यो हाम्रो आजको काम बाप्रे घामको त्यही छ हाम्रो बारीहरू यो चाहिँ पुरै धानबारी हो उता हाम्रो धानबारी यो चाहिँ खेत त्यो खेत हो यो बारी हो अच्छा बारी र खेतमा के हो यो बारी हो त्यो खेत हो मकै न मकै पानी परेको छैन त्यही कारण मकै आएकै छैन ल हेरौँ गाइज मकै छैन ल पानी पर्नुपर्ने पानी परेको छैन त्यही भएर मकै छैन यसपालि हाम्रो बारीमा हाम्रो यो चाहिँ नयाँ घर है यो चाहिँ भूकम्प घर भन्छ नि त्यो घर हो क्या पुरानो घर चाहिँ माथि छ घरै भोलितिर गयो भने हजुरलाई देखाउने छु हस् यो चाहिँ हाम्रै यसलाई भन्छ तपाईँहरूको भाषामा के भन्छ थाहा छैन हाम्रो तामाङ भाषा चाहिँ पुसुरो के भन्छ हौ पोसरो भन्छ हाम्रो भाषामा चाहिँ पोसरो यो काँचै छ पाक्ने बेला भएको छैन चाहिँ यहाँ पनि छ यहाँ अम्बारोको रुख छ यहाँ तोरीको बारी यो चाहिँ हाम्रो किचन ल उता चाहिँ हाम्रो घर साइड देखाइदिन्छु यो चाहिँ हाम्रो नयाँ घर हो यो चाहिँ हाम्रो ठुमैको बारी हो सबै उता ठुमैको घर हो जे होस् छ हाम्रो घरमा खानेकुराहरू केरादेखि अम्बारादेखि सबै छ प्रस्तै
म यो लगेर घरतिर जाँदै गर्छु मम्मी आउँदै गर्नुहुन्छ चाँदी अलिस ला 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 लु खस्नु हेर न को कोले खाइरहेछ थाल्दै गर्छ घरमा मान्छे बस्नु भने यस्तै हुन्छ ल ल ल खसे खसे यो चाहिँ हाम्रो आँगन हो घरको आँगन सानो छ चिटिक्कको छ कोही बस्दैन त्यही भएर मैले हिजो गएको बिहाको त्यो चाहिँ मेरो काकाको घर हो अहिले काकाको फ्यामिली नै बाहिर हुनुहुन्छ त्यो धारा हाम्रो यही हो हाम्रो नयाँ घर अब चाहिँ खाना बनाउनु पर्यो अब भोक लाग्नु थाल्यो अब हाम्रो किचन चाहिँ यही हो तपाईँहरूलाई देखाउँछु हाम्रो किचन चाहिँ यही हो अहिलेलाई के पनि छैन आगो पनि पुगेको छैन यस्तै छ हाम्रो किचनको हालत गाउँघरमा यस्तै हो तर गाउँघरै रमाइलो अनि अब किचन चाहिँ भित्र छ तर यसो चाबी खोलेको छैन ओके छ त गाइज अब फ्ल्यागलाई चाहिँ इन गर्छु ल म किनकि अब गाउँमा त्यस्तै हो लाइन आउँदैन आउने जानु भइरहन्छ त्यही माथि नेटवर्क आउँदैन वाइफाई आउँदैन वाइफाई छैन डाटा लिक जोनुपर्छ है अब आउँदै गर्छु यस्तै भ्लग लिएर फेरि गाउँ देखाउनेछु गाउँमा के हुन्छ त्यो पनि देखाउनेछु है आजलाई यति नै